नमस्कार, म कलाकार मानसिंह खड्का। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ राहुल रोडपाली अफिसियल युट्युब च्यानल। यो च्यानललाई लाइक, कमेन्ट अनि सेयर, सब्सक्राइब गरेर दरिलो साथ दिनुहोला। धन्यवाद। के छ बाबु? पुष्पा यिनी बोल्छ। हेलो नानी, ए पुष्पा आइरहनु हुन्छ के होइन? बढिया लागेको छ। ओ दिदी, केटा हेर्नुहोस् त कस्तो लागेको छ यहाँ? हजुरहरू त आइरहनु हुन्छ के यहाँ होइन? घुम्न आउनुभयो, एकदम धेरै धेरै धन्यवाद छ। हिटेको मुर्गी फारम साथीहरू यहाँ चाहिँ मोडमा आइसकेको छ। हामी चरेर शिवा बसन्तादेखि अघिबाट एकदम एउटा गुहाना रोड है, गुहाना जाने बाटो, एउटा रोड गुहाना जाने बाटो हो साथीहरू। हेर्नु कस्तो लाग्यो? भाउजू यस्तो छ। कस्तो लाग्छ ड्राइभरजी? यहाँ चाहिँ हाम्रो भाउजू हेर्न सक्नुहुन्छ हजुरहरूले। दाइ भाउजू चाहिँ यहाँ। भाउजू के भयो?
तेरि यो गाडीमा आएर पनि के हो धौ भयो भने हो तपाईँलाई के भएको छ धरी रोज जस्तो रुनु भएको रहेछ यार यता हेर्नु त ए हावा लागेर हो रे गाइस आयो मेरो नानी आएको नमस्ते नमस्ते बनाउनु बनाएको छु बसौँ नबस त्यही गानी अब के बस्नु हो र ए हेर्नुहोस् ड्राइभरहरू गए हामीलाई चाहिँ यहाँबाट हिट हाल्छन् यस्ता छन् ड्राइभर यता हेर त हाई गाइस भन कपाल बाटेर स्टाइल हो नि होइन नानी हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो लाग्यो जस्तो लाग्ला अब के छ बाबु राम्रो छ ए चाहिँ भरि नानीहरू है अङ्गी बच्ची सर पारेर है त कस्तो लाग्छ नि त राम्रो लाग्यो मलाई बढिया लाग्यो अलिक टाढै रहेछ होइन हजुर यहाँको फारम देखाइन्छ यस्तो गरेर फारम हामी चाहिँ पहिलोबार आएको भिडियो बनाएर यहाँ सबै नेपाली नेपाली हुनुहुन्न रहेछ अब चिनजान गर्ने कुरो भयो एकछिनपछि त्यो फाइनली साथीहरू हामी चाहिँ मुर्गा फारममा आएछौँ मुर्गी है त एकछिनमा ओइ सुन त आज मुर्गी फारममा आएको साथीहरू हेर्नुहोस् कत्रा मुर्गा छन् हेर्नुहोस् त ब्याक क्यामेरा गरेर देखाउँछु है हजुरहरूलाई सक्दो साथीहरू मुर्गा हजुरहरूले देखाउँछु है त म सरर पारेर तल पनि छन् कत्रा कुखुरा हुन् कत्रा यिनले दिन्छन् अन्डा यिनी भाले यता रहेछन् भाले चाहिँ साथीहरू नकरु यार सबै देखाउँछु म हजुरहरूले है त पारेर सबै देखाउँछु है त ओहो भाले यता भाले भाले रहेछन् साथीहरू यता चाहिँ कोठी भनौँ कि मौ भनौँ सबै देखेको छु हजुरहरूले सर पारीसम्म छौ यस्तै देखेको छु है त गिद्ध जेत्रा छ नि यार गिद्ध जेत्रा ओहो हेर त मैले तल तल अलग छन् माथि भाले भाले रहेछ यता चाहिँ कस्तो दाना खाइरहेछ पानी कहाँ खान्छन् त्यो यिनले गिद्ध जत्रा भाले वाह इनका मासु त यार हेर त ल बासा केटा हो म पहिला बार फारममा आएको यस्तो रमाइलो पनि रहेछ त यार फारममा त ओहो कत्रा भाले हुन् यार
ल म अर्को लाइनमा गएर देखाउँछु है हजुरहरूलाई साथीहरू। कोही दिक्कत त नै भैया। यता पनि हेर्नु साथीहरू। ओ माई गॉड सुन्टा कस्तो लाग्यो यो लाइन पनि हेर्नु साथीहरू। कस्तो टिप्दैछ लाइनमा हेर्नु न 1200 अलिअलि हो नि कहिले आऊ घरबाट पुष्पा यिनी बोल्छन्। हेलो नानी यी पुष्पाहरूले यहाँ ल यो लाइन पनि हेर्नु साथीहरू। सर बार जेठान चाहिँ कस्तो लागेको छ हजुरलाई बार बार आइरहनुहुन्छ के होइन बढिया लागेको छ। हो दिदी यता हेर्नुहोस् त कस्तो लागेको छ यहाँ हजुरहरू त आइरहनुहुन्छ के यहाँ होइन घुम्न आउनुभयो एकदम धेरै धेरै धन्यवाद छ। एकदम खुसी भएर लागेको छ साथीहरू हेर्नु सक्नुहुन्छ यता पनि पार्दैछ नि सबै देखेको छु हजुरहरूले म। वाह 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 यहाँ सक्नुहुन्छ साथीहरू जता हेर उठी कुखुरै कुखुरा छन्। ल गिद्ध त्यत्र भाले यार ल म पाएर जान्छु है त यस्तै देखो दे। ओ माई गुडनेस ल हेर्नु साथीहरू मुर्गा फार्ममा चाहिँ म पहिला बार आएको हो। ओहो हो कुखुरा त गाँठे हेर त जता हेर उस्तै छन्। बासो बासो केटाहरू ए भाले मैले फोटो खिच्ने है एउटा ठिक छ खिच भन्छ। ल ल ल ल ल ल साथीहरू यस्तो कुखुरा त मैले पहिला बार देखेँ कसम हुनु भयो। म पहिला बार फार्ममा आएको भएर एकदम अति भइरहेको छ एकदम खुसीको ठेगानै छ साथीहरू। कतिपय फार्ममा एकदम बदबु आउँछ गनाउँछ भन्छ तर यहाँ चाहिँ एकदम साफ सुथरा रहेछ। जता आएको उनी कुखुरा पारिसम्म ल अर्को लाइनमा जान्छु है म। यहाँ पनि यस्तो रहेछ यत्रो भाले। ल यो लाइनमा पनि हेर्नुहोस् साथीहरू जता जा उति उसको कुखुरा कोले गाउँघरको याद आउँछ साथीहरू यो भाले भाषा सुन्नु होला है। मलाई त एकदम खुसी लाग्छ यार। हेर त
अहिलेसम्म। यता चाहिँ पोथी रहेछन् फेरि ए अन्डा पनि पारेर रहेछ। अन्डा चाहिँ टिपिसकेको रहेछन् के अरे माथि भाले तल चाहिँ माउ रहेछन्। कति अन्डा चाहिँ टिपिसकेको रहेछन्। अब कहीँ छ अन्डा खतरा पो छन् त यार। होय 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 भाले त यार। अरे जताको उठी छन् यार लाइनमा कुखुरा। म त आएँ घुमेर। कुखुरा हेर्नु भाले बासेर कोर 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 गरेछन्। एउटा यो भाले लग्न जान्छन्। कसले जान बच्चा छन्। पोचावालोमा जाऊँ न आउनु। ल साथीहरू भिडियो कस्तो लाग्यो र हजुरहरूले भिडियो मन परेपछि सबैजना लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला भन्दै बिदा हुन चाहन्छु। हस्तो नमस्ते। सबैजना लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला है त। अनि धेरै टाढाबाट